बोन म्यारो क्यान्सरका कारण ग्रसित दाङकी 4 वर्षीय बालिका जास्मिन बस्नेतको उपचारका लागि झण्डै 1 करोड रकम संकलन गरे लगत्तै भारतको राजीव गान्धी क्यान्सर अस्पताल लगेका पत्रकार भोजराज थापाले जास्मिनलाई समर्पित गर्दै अत्यन्तै भावुक स्टाटस लेखेका छन्। थापा लेख्छन्, प्रिय छोरी जास्मिन, तिमीसँग कुनै जन्मको साइनो थियो होला र त? तिमी जीवन मरणको दोसाँधमा हुँदा हाम्रो भेट भयो। हामी देवभूमिमा जन्मिएका छौं। पाइला पाइलामा भगवानको मन्दिर भेटिन्छन् र पुजिन्छन् पनि, तर देशमा शासक राक्षस धेरै भए। तिमी जस्ता छोरी बिरामी पर्दा मागेर उपचार गर्नुपर्ने शासकको घरमा 3 दिनसम्म जलेर नसकिने पैसा थुपारिन्छ। धन्न नेपालीहरूमा सामाजिक भावना छ र त तिम्रो उपचारका निम्ति सहयोग स्वरूप झण्डै 1 करोड रकम जम्मा भएको छ र अहिले हामी उपचारका लागि भारतमा छौं। तिमीलाई छिटो निको बनाएर नेपाल फर्काउन सकौं। थापाले फेसबुकमा लेखेका छन्। पत्रकार थापा लगायत उनको टिम यति बेला जास्मिनको उपचारका लागि भारतको दिल्ली पुगेको छ। दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा जास्मिनको उपचार सुरु भइसक्यो। जस्मिन नानुको जीवन रक्षार्थ हामी सञ्चारकर्मीहरू अहोरात्र खटिएका छौं। कलिलै उमेरमा बोन म्यारो जस्तो डरलाग्दो रोगको शिकार बनेकी बालिका जस्मिन बस्नेत हेर्दा निकै सकुशल जस्तो देखिए पनि उनको शरीरभित्र निकै डरलाग्दो रोगको जीवाणु फैलिएको छ। आज दिल्ली ल्याएको दोस्रो दिन विभिन्न चेक जाँचहरू भएर विभिन्न रिपोर्टहरू पनि आएका छन्। नानुको जीवन बचाउनका लागि सबैले प्रार्थना गरिदिनुहोला। कमेन्ट